मैले चाहिँ आफूले बनाएको ट्रेडिङ प्लान कसरी आफैले ब्रेक गरेको छु र यसले गर्दाखेरि चाहिँ मेरो ट्रेडिङ रिजल्टमा कस्तो खालको इफेक्ट परेको छ त भनेर आज म यो भिडियोमा बताउन गइरहेको छु। सो गाइज, म चाहिँ तपाईँहरूलाई आज कसरी ट्रेड गर्ने भन्दाखेरि पनि कसरी चाहिँ ट्रेड नगर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। र मैले चाहिँ प्रिभियस विक चाहिँ मैले मेरो एकाउन्ट ब्लो गरेको छु, एउटा एकाउन्ट, र कसरी चाहिँ ट्रेड नगर्ने अनि कसरी चाहिँ म जस्तो नहुने भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भन्न गइरहेको छु। र मैले चाहिँ के चाहिँ गरेर मेरो एकाउन्ट उडाएँ भन्ने कुरा पनि म तपाईँहरूलाई बताउने छु। जनवरीमा मैले चाहिँ ट्रेड लिन सुरु गर्न अगाडि चाहिँ मेरो एकाउन्ट चाहिँ -6%मा थियो र सुरुवातमा मैले चाहिँ यो सेकेन्ड विकदेखि मैले ट्रेड लिन सुरु गरेको थिएँ, ट्रेड सेटअप हेर्न सुरु गरेको थिएँ। र हेर्ने हो भने 5 जनवरीमा चाहिँ मैले सुरु गरेको थिएँ चार्ट हेर्न र मार्केट चाहिँ मेरो लागि अप ट्रेन्डमा थियो यतिखेर। र अप ट्रेन्डमा हुँदाखेरि यहाँनिर एउटा ग्याप बनाएको थियो, यो ग्यापलाई चाहिँ इनभ्यालिड गरिदिएको थियो प्राइसले र यहाँनिर अर्को बियरिस ग्याप फर्म गरेको थिएँ। यतिखेर म न्युट्रल बसिरहेको थिएँ, किन भन्दा मलाई बियरिस हुनलाई यो तलको एउटा लो तोडेको हुनु पर्थ्यो, तर प्राइसले नतोडेर उल्टै चाहिँ प्राइस भोलिपल्ट यसरी माथि गइदिएको छ अनि यो ग्यापलाई चाहिँ इनभ्यालिड गरेर माथि गएको छ र नयाँ ग्याप बनाएको छ भने चाहिँ मैले एउटा पोइन्ट अफ इन्ट्रेस्ट भेटेको छु म छिर्नलाई। अनि मैले यसरी पोइन्ट अफ इन्ट्रेस्ट भेटेपछि मैले यो मेरो सेसन 12:45देखि सुरु हुन्छ र यहाँनिर मैले लिक्विडिटी हन्ट हुन्छ होला सोचिरहेको थिएँ एजियनको, तर नगरिकन प्राइस यति माथि आयो र प्राइस यति माथि आइसकेपछि मैले चाहिँ मिलाएर यहाँनिर छिरेको थिएँ र मेरो स्टप लस 14 थियो र टार्गेट चाहिँ मेरो माथि थियो। अनि मैले यो ट्रेडमा चाहिँ यता 115तिर बन्द गरेको थिएँ, किन भन्दा 115मा चाहिँ सिपिआईको न्युज थियो, सिएचएफको सिपिआईको न्युज थियो। सो मैले रिस्क नलिकन बन्द गरेको थिएँ र मैले राम्रै गेन गरेको थिएँ 0.7%। अनि त्यस पछाडि कुरा गर्दाखेरि अर्को ट्रेडको भोलिपल्ट मैले युरो युएसटीमा ट्रेड भेटाएको थिएँ र युरो युएसटीमा हेर्ने हो भने मैले 8मा ट्रेड पाएको थिएँ। सो हाम्रो युरो युएसटीमा चाहिँ के भएको थियो त भन्दाखेरि यहाँनिर प्राइस आएर म चाहिँ न्युट्रल भएको थिएँ यो बेला, किन भन्दा डाउन ट्रेन्ड थियो, डाउन ट्रेन्डलाई इनभ्यालिड गरेर प्राइसले चाहिँ यहाँ ठुलो ग्याप बनाएको छ अनि त्यतिखेर म न्युट्रल बसिरहेको थिएँ। अनि भोलिपल्टदेखि के भयो त भन्दाखेरि यो ग्यापलाई इनभ्यालिड गरेर प्राइस तल जान थाल्यो, तल गइसकेपछि यहाँनिर अर्को के भन्छ ब्रेकअप स्ट्रक्चर दियो तल, ब्रेकअप स्ट्रक्चर दिएपछि अझै यहाँनिर एउटा ग्याप फर्म भयो र यो ग्याप फर्म भइसकेपछि चाहिँ म यहाँनिर ग्यापमा आउन कुदिरहेको थिएँ। ग्यापमा प्राइस बिहान आयो 9तिर आयो, यतिखेरतिर आयो प्राइस अनि 11:45मा चाहिँ 11:45को 4 आवर क्यान्डल हेर्ने हो भने यहाँ स्विप गरेर प्राइस चाहिँ तलतिर गएको छ। हामीले माथि यहाँनिर हाई हेर्नु पर्दा यो क्यान्डलको 3-1 छ भने यसको चाहिँ 3-0 छ। सो एक पोइन्टले चाहिँ प्राइस चाहिँ स्टप हन्ट गरेर चाहिँ तलतिर आएको छ र तलतिर आएपछि यो ग्यापमा चाहिँ म इन्टर भएको थिएँ र यहाँनिर 1:2 इजी मैले एचिभ गरेको थिएँ र म प्राइस 1% अप भएको थियो। 1% भन्दा नि अलिक बढी, यो स्वाट्टै गएको भएर मैले अलि धेरै पाएको थिएँ रिवार्डै र टोटल गरेर म चाहिँ 2% अप भइसकेको थिएँ र एकाउन्ट चाहिँ अब मेरो के भयो त भन्दाखेरि -4 मात्र बाँकी थियो ब्रेक इभनमा आउनलाई। सो म गुडमा थिएँ। अनि अर्को विक अपर्च्युनिटी हेरिरहेको थिएँ म, त्यस पछाडि मैले ट्रेड पाइनँ यता, अनि अर्को विक हेरिरहेको थिएँ। अनि अर्को विक गएर मैले यो दिन पाएको थिएँ क्या 14 जनवरी वेडनेसडेमा मैले एउटा ट्रेड भेटाएको थिएँ, सेल ट्रेड भेटाएको थिएँ। यतिखेर चाहिँ के भयो त भन्दाखेरि प्राइस चाहिँ प्रिभियस डे एउटा अर्डर फ्लो फलो गरेर आएको थियो होइन, यो अर्डर फ्लो फलो गरेर आएको थियो। अर्डर फ्लो फलो गर्न साथै के भएको थियो भन्दाखेरि यहाँनिर एउटा ब्रेकअप स्ट्रक्चर दिएको थियो भनेपछि मैले कन्फर्मेसन पाएँ प्राइस चाहिँ तल जाँदैछ भनेर र
भोलिपल्ट के हेर्दै थिएँ म, एजियन म्यानिपुलेसन हेर्दै थिएँ। एजियन म्यानिपुलेट भयो यहाँनिर होइन, 12:45 सुरु हुँदाखेरि नै म्यानिपुलेट भइसकेको थियो, स्टप हन्ट हानिसकेको थियो। तर यहाँनिर एमएसएस हान्दाखेरि चाहिँ हाम्रो कुनै पनि खालको ग्याप थिएन र प्राइस अझै एकचोटि माथि आयो र यहाँनिर मार्केट स्ट्रक्चर सिफ्ट भइसकेपछि चाहिँ एउटा ग्याप फर्म भयो। यो ग्यापमा म छिरेँ, तर यहाँनिर छिरिसकेपछि के भयो त भन्दाखेरि एसएल हान्दियो। सो यही पिरियडदेखि चाहिँ म हल्का फक्टअप कन्डिसनमा छिरिसकेको थिएँ। मैले चाहिँ के सोचेँ भन्दाखेरि यत्रो अब कुर्छु अनि कुरेर यस्तो खालको सेटअप भेटेपछि चाहिँ अनि कस्तो हुन्छ, यो कटनलाई त मलाई थुप्रै टाइम लाग्ने भयो सोचेर मैले चाहिँ मेरो पेसेन्स गुमाएँ। मैले मेरो रुल्स फलो गरिनँ। के भयो त भन्दाखेरि अर्को दिन मैले वेडनेसडे पछि थर्सडे फ्राइडे 2 दिनपछि अर्को सेटअप भेटाएँ र यो सेटअपमा चाहिँ मैले के गरेँ त भन्दाखेरि मलाई लोभले अथवा म मेरो रुल्स फलो गर्न सकिनँ। मैले चाहिँ चाँडो मेरो ब्रेक इभनमा आउने चक्करले चाहिँ के गरेँ त भन्दाखेरि मैले चाहिँ अर्को ट्रेडमा चाहिँ मेरो 0.5% रिस्क हुन्छ ड्रडाउनमा भने मैले चाहिँ यहाँनिर 1% बढाएँ क्या। 0.5 को सट्टा 1% मेरो रिस्क बढाएँ। रिस्क बढाएर म यहाँनिर इन्टर भएँ। यहाँनिर म सेल हेरिरहेको थिएँ। यो क्यान्डल क्लोज भएको थिएन, यो क्यान्डल यो माथि क्लोज भएको थिएन, यो हाई माथि। अनि यहाँनिर म सेल हेरिरहेको थिएँ। यो क्यान्डल क्लोज हुनुपर्ने 745 भनेको अझै यतै हो। म इन्ट्री भएको चाहिँ यता 630 हो। यो उयसमा आयो, ग्यापमा आयो। त्यस पछाडि यहाँनिर एउटा सानो लो तोडेछ, मार्केट स्ट्रक्चर सिफ्ट। अनि यहाँनिर एउटा ग्याप थियो। म चाहिँ यही ग्यापमा छिरेँ होइन। यही ग्यापमा छिरेर जब यो 4.8 को एसएल बनेको थियो, म खासमा नछिर्नु पर्ने, मैले यो तोड्नलाई कुर्नु पर्ने थियो खासमा। तर म चाहिँ यहाँनिर आतुर भएर छिरेँ, प्लस मैले आफ्नो रिस्क बढाएँ। त्यस पछाडि 1% माइनस खाएँ यसमा मैले फ्राइडे। अर्को पेयरमा नि युएसडी सिएचएफमा नि के भयो त भन्दाखेरि फ्राइडेको दिन त्यस्तै खालको सेटअप पाएको थियो क्या। अप ट्रेन्ड थियो, यहाँनिर एउटा ग्याप थियो, ग्यापमा प्राइस आयो, एजियन म्यानिपुलेट भयो र म्यानिपुलेट भइसकेपछि एमएसएस दियो। एमएसएस दिएर छिरेँ। एमएसएस दिएर मैले मेरो इन्ट्री यहाँ राखेँ र म यहाँनिर इन्ट्री हिट भयो मेरो। र यतिखेर नि मैले 1% बढाएको थिएँ मेरो रिस्क होइन, किन भन्दा मलाई चाँडो ब्रेक इभनमा ल्याउनु थियो। मैले मेरो रुल्स तोडेँ। मैले खासमा ब्रेक इभनमा आएपछि मैले रिस्क बढाउनु पर्ने, तर यहीँनिर बढाइदिएँ अनि मैले एसएल खाएँ होइन। यो पनि सानो थियो एसएल खासमा, मैले ब्याक टेस्ट गरेर अहिले थाहा पाएको छु होइन। मैले चाहिँ खासमा यो तोड्नलाई कुर्नुपर्ने अझै, तर यो तोड्दाखेरि नै छिरेँ। अनि त्यस पछाडि मैले लस खाएँ, -2% भयो। अब मलाई के भयो त, के सिनारियो बन्यो मेरो माइन्डमा भन्दाखेरि मैले अघि गुमाएको पैसा मलाई ल्याउनु पर्यो होइन। म चार्ट हेर्दै थिएँ अझै। अनि मैले के गरेँ त भन्दाखेरि होइन, अनि म के गरेँ त भन्दाखेरि प्राइस मैले मेरो एसएल हानेर यत्रो माथि मुभ भइदियो क्या। मैले के सोचेँ, वही स्टप हन्ट हान्यो, अब त प्राइस माथि जान्छ सोचेँ। अघिको नि मलाई त फिर्ता ल्याउनु थियो, तर मेरो रुल्सले भन्ने हो भने 2% डाउन अथवा 2टा ट्रेड माइनस गइसकेपछि नलिनु पर्ने। तर मैले के गरेँ, यत्रो माथि गयो अनि म अझ खतरा जान्ने भएर म अझ यहीँनिर छिर्दै कि यहीँनिर 20.7 स्टप लसमै छिर्दै। अनि त्यस पछाडि अझ 1% रिस्क लिएर के। अनि के भयो भन्दाखेरि अझ यहाँनिर तल आएर क्लोज हान्दियो, एसएल हान्दियो भनौँ न। अनि युरो युएसडीमा नि सेम स्टफ होइन। युरो युएसडीमा नि सेम स्टफ। यहाँनिर यो क्यान्डल माथि क्लोज गरिदिएको छ होइन। ब्रेकअप स्ट्रक्चर के अरे बाई साइडपट्टि दिएको छ। मेरो काम त नछिर्नु पर्ने थियो होइन। मलाई यहाँ एसएल हान्थ्यो नि त। अब मलाई मार्केटबाट मेरो पैसा जसरी नि फर्काउनु छ मेन्टालिटी, त्यही भएर अनि मैले फेरि यो मार्केट स्ट्रक्चर सिफ्ट दिएपछि यहाँ यत्रो ग्याप बनाएको थियो। मैले यो बेला चाहिँ यहाँनिर छिरेँ, मेरो एसएल यहाँ राखेँ। अनि के भयो त भन्दाखेरि फेरि स्टप लस हिट भयो। अनि मेरो एकाउन्ट चाहिँ त्यस पछाडि सिधै -4.5% भयो क्या टोटल।
यो मन्थभरिमा यस्तो गरेर यसरी ट्रेड गरेर मैले चाहिँ होइन गेन चाहिँ भएको छ बल्ल बल्ल 2%, माइनस चाहिँ भयो -4.5%। अनि पुरै स्लिपेज कमिसनको कारण मेरो एकाउन्ट ब्लो नै भयो भनौँ न। अलिकति बाँकी छ होइन, 1% कति बाँकी होला, स्लिपेज कमिसन यताउता गरेर लगभग मेरो एकाउन्ट ब्लो भएको छ। र म यो एकाउन्ट पनि अब गर्नु त गर्छु, थोरै रिस्क गरेर ट्रेड लिन्छु। मैले अब अर्को एकाउन्ट लिएको छु, अर्को नयाँ एकाउन्ट लिएको छु। अब त्यो कसरी ट्रेड गर्छु म भनेर अपडेट दिने नै छु म होइन। तर यस्तो भइदियो मलाई चाहिँ। सो म के भन्न चाहन्छु त भन्दाखेरि तपाईँहरूले बनाएको एउटा स्ट्राटेजी अनि एउटा रुल्स चाहिँ फलो गर्नु होला। तपाईँहरूले चाहिँ स्ट्राटेजी भन्दा पनि रुल्स चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ। आफ्नो रिस्क गर्ने रुल्सहरू होस्, आफ्नो ट्रेड लिने रुल्सहरू, जस्तै अब दुईवटा लस गएपछि ट्रेड लिने कि नलिने हो, त्यस्तो कुराहरूले नि ट्रेडिङमा ओभरै एफेक्ट गर्छ। सो यहाँ के हुन्छ त भन्दाखेरि अब मैले यहाँनिर होइन सुरुमै यो ट्रेड नराम्रो थियो, एसएलएसको टाइट थियो नि त, तर पनि लसै दुईवटा यता खाएको भए मैले मेरो रुल्स अनुसार मैले त अब कति नै लस गर्थेँ त। मैले पहिलाको हप्ता 2% कमाएको थिएँ, अनि मैले यो सुरुको दिन वेडनेसडे -5%, अनि यो दुईवटा -5 गरेर म त अझै +0.5% त अझै म प्लसमै हुन्थेँ। तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु त भन्दाखेरि स्ट्राटेजी भन्दा पनि तपाईँहरूको रुल्स चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ ट्रेडिङमा। त्यो चाहिँ मैले मेरै बिहेभियर अथवा मेरै जर्नीबाट चाहिँ मैले थाहा पाएको छु। र म पनि अबदेखि चाहिँ एकदमै स्ट्रिक्टली फलो गर्छु। र त्यसको लागि चाहिँ एकाउन्टेबिलिटीको लागि चाहिँ म कहाँ ट्रेड लिएँ, मैले कसरी ट्रेड लिएँ भन्ने कुराहरू चाहिँ म यो भिडियोमा हाल्छु। र मेरो एकाउन्ट के कस्तो भइरहेछ भन्ने कुरा पनि म मेरो च्यानलमा हाल्छु भिडियो बनाएर। भन्दै तपाईँहरू पनि आफ्नो सेटअप अनुसार, रुल्स अनुसार ट्रेड गरिदिनु होला। सो धन्यवाद। भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब, अनि कुन टपिकमा भिडियो चाहियो भन्ने कुराहरू चाहिँ कमेन्ट गरिदिनु होला। थ्याङ्क यू, धन्यवाद।